नमस्ते, मेरो नाम केशव अनि हाम्रो यहाँ दिदी नेपालबाट आउनुभएको रहेछ हैन। अनि नसा सम्बन्धीको बिमारी लिएर हात खुट्टा नचल्ने अनि धेरै कति महिनादेखि दिदी नाम के अरे हजुरको? मेरो भारती भण्डारी हो। हजुर भयो 5 वर्ष भयो मलाई गाह्रो भएको। हजुर तर जागिरी छोडेर बस्नुपर्ने अवस्था चाहिँ 4 महिना भयो। खुट्टा चल्नै नसक्ने, हिँड्नै नसक्ने, टोयलेट गएर फर्किन सक्दिनँ। अहिले यहाँ आएर 2 दिन भयो अपरेसन भएको। हजुर तर एकदम टोयलेट गएर फ्रेस आउन सक्छु। अहिले कस्तो महसुस भयो? अहिले एकदम राम्रो महसुस लाग्छ। मलाई त खुसी लागिरहेछ। मलाई सबैले कति छन् होइन, हजुर तिनीहरूलाई मैले भन्न सक्छु नेपालमा। हजुर अनि त्यो त हजुरले मेसेज पुर्याउनु होला। अनि चाहिँ अहिले तपाईँलाई चाहिँ अपरेसन गरेपछि चाहिँ राम्रो फिल भएको छ? राम्रो फिल भएको छ, एकदम राम्रो, हल्का फिल भएको छ। हजुर अनि तपाईँ लक्की हुनुहुन्छ होइन। डक्टर म्याडम कर्नल प्रगति स्वयं हो होइन। हजुर हो। उहाँ आर्मीमा 25 साल काम गर्नुभएको हो। अनि मैले हिजै सोधेँ उहाँले चाहिँ कति अपरेसन गर्नुभयो त भन्दाखेरि चाहिँ उहाँले चाहिँ 15,000 प्लस अपरेसन गर्नुभएको रहेछ। हजुर अनि तपाईँ लक्की हुनुहुन्छ उहाँसित, उहाँको हातबाट गर्नुभयो होइन। राम्रो छ। एकदम राम्रो, म त एकदम लक्की। म्यामलाई एकदम लक्की, म म्यामलाई देखेर एकदम म अनि सरक पर्छु। हजुर म्यामले धेरै एप्रिसिएट गर्नुभएको थियो, धेरै दुःख पाएर आउनु भएको रहेछ। अनि गाडी चलाउनु रहेछ होइन, मेहनती हुनुहुन्छ रहेछ भन्नुभयो। अनि त्यही मेसेज छ कि नेपालमा यस्तो पीडित हुनुहुन्छ होला है, पीडितहरू भएको यस्तो भयो भने सम्पर्क गरिदिनु होला है। होइन म त्यो दुईवटा कुरा हुन्छ क्या, एक त दुखी ठिक हुन्छ हजुर अनि राम्रो मान्छेसित ठिक हुनु भनेको राम्रो हुन्छ। राम्रो हो त। अनि हो त। तपाईँले केही सल्लाह सुझाव दिन चाहनुहुन्छ? म सल्लाह सुझाव त एकदम ठिक छ, मलाई चाहिँ एकदम राम्रो छ होइन। भोलि कोही त्यस्तो पीडित आयो भने म यहीँ जानुहोस् म भन्छु। अब अलिअलि खर्च त भइहाल्छ होइन, आउजाउ त्यही हो। तर पनि नेपालमा भन्दा सुलभ जस्तो लाग्यो है मलाई चाहिँ। धन्यवाद हजुरलाई, सबै हजुरहरूलाई पनि धन्यवाद। हामी त एकदमै खुसी छौँ। एकदम धेरै धेरै धन्यवाद।